आज चाहिँ आमा छोरी औँसी हो बाबाको हात यस्तो छ बिजोग म चाहिँ बाबाको छेउमा बसेर बनाइरहेछु भ्लग यता दिदी आउनु भएछ आज बस्ने गरी यता मम्मी खाना पकाउँदै हुनुहुन्छ हाम्रो लागि फेरि भन्नु होला आमा छोरी औँसीमा आफै पकाउने होला मैले त च्यारो अन्डा पकाएर दिएँ गाईचहरू मलाई खाना पकाउन आउँदैन किन पकाउन आउँदैन भन्नु होला नि म भर्खर 8 वर्षको छु त अनि सबले लाइक गर्नु सब्सक्राइब गर्नु अनि सेयर गर्नु है फेरि माथि नलग्नु म यो चाहिँ बनाउँदैछु किनकि आज आमा छोरी औँसी हो आमालाई के दिनुभयो मैले चाहिँ काँटा दिएँ अनि गाजर दिएँ अनि बाला दिएँ दुईटा अनि दुईटा चक्लेट दिएँ है आफ्नै पैसाले भन्न मिल्यो त्यही पनि आफ्नै पैसाले यहाँ चाहिँ सबजना हाँस्दै हुनुहुन्छ तपाईहरु पनि कमेन्टमा गर के दिनुभयो आमा छोरी औँसीमा भनेर भन्नु होला लेख्नु होला छड्नु न बाबा अनि त्यति लेखिसकेपछि लाइक गर्नु सेयर गर्नु नचिने मान्छेले पनि गर्नु होला त्यो चाहिँ त्यसैले आज चाहिँ म बाबाको मोबाइलमा भ्लग बनाएको हो के साथीहरू अनि तपाईहरुको आमालाई भन्दैछु के अरे ह्याप्पी मदर्स डे तपाईहरुलाई पनि ह्याप्पी मदर्स डे